ल है त अब एनसिडी को कोबो टुलबक्समा गएर कसरी कम्युनिटीमा गरिएका एक्टिभिटीहरूलाई इन्ट्री गर्ने भन्ने बारेमा चाहिँ छोटो भिडियो बनाउन गइरहेको छु। पहिला कोबो टुलबक्स तपाईँहरूको मोबाइलमा हुनुपर्छ। यो कोबो टुल्सलाई ओपन गर्नुहोस्। ओपन गरिसकेपछि त्यहाँनिर एड प्रोजेक्ट भन्ने होला, अथवा चाहिँ तपाईँको राइट कर्नरमा क्लिक गर्नुहोस् र एड प्रोजेक्ट भन्ने चाहिँ यहाँ देखिन्छ बटन, क्लिक गर्नुहोस् र त्यस पछाडि तपाईँले राइट कर्नरको माथि 3वटा पोइन्ट छ, त्यसमा क्लिक गर्नुहोस् र त्यहाँनिर इम्पोर्ट क्युआर कोड छ। इम्पोर्ट क्युआर कोड क्लिक गरिसकेपछि तपाईँको ग्यालरी खोल्छ। ग्यालरीमा चाहिँ क्युआर कोड डाउनलोड गरिएको हुनुपर्छ। त्यो डाउनलोड गरिएको क्युआर कोडलाई सिलेक्ट गरिसकेपछि डन गरिदिनुहोस् र यहाँनिर तपाईँहरूको एड प्रोजेक्ट भन्ने आउन सक्छ, तर मेरोमा अलरेडी यो एड गरेको हुनाले मैले एड डुप्लिकेट प्रोजेक्ट भनेर गरेँ। अब त्यस पछाडि तपाईँहरूको यो डाउनलोड गर्नुपर्ने हुन्छ फर्म, र त्यसको लागि डाउनलोड फर्म भन्नेमा चाहिँ क्लिक गर्नुहोस्। यहाँनिर धेरै फर्महरू देख्न सक्नुहुन्छ, सबैलाई क्लियर अल गरिदिनुहोस्। र तपाईँलाई चाहिने फर्म 30 वर्ष माथिका मधुमेह, रक्तचाप र मृगौला परीक्षण फारम 2082-83 लाई चेकमा गर्नुहोस् र गेट सेलेक्टेडमा क्लिक गर्नुहोस्। त मेरोमा फर्म डाउनलोड भइसकेको छ। अब ओके गरिदिनुहोस् र अब हामीहरूले फर्म भर्दै जाने छौँ। अब पहिलो फर्म स्टार्ट गरौँ। स्टार्ट न्यू फर्ममा क्लिक गर्नुहोस्। त्यस पछाडि यहाँ फर्म चाहिँ 30 वर्ष माथिका मधुमेह, रक्तचाप र मृगौला परीक्षण फारम भन्ने चाहिँ हुनुपर्ने छ। यसलाई क्लिक गरिदिनुहोस् र त्यस पछाडि आफ्नो जिल्ला छान्नुहोस्। त्यसपछि गाउँपालिका, नगरपालिका छान्नुहोस्। त्यसपछि वडा नम्बर छान्नुहोस्। त्यसपछि टोलको नाम लेख्नुहोस्। यो टोलको नाम नेपालीमा अथवा इङ्ग्लिसमा दुवैमा लेख्न सक्नुहुनेछ। यो जियो पोइन्ट लिनलाई तपाईँको मोबाइलमा लोकेसन अन गरेको हुनुपर्नेछ। त्यसको लागि तपाईँले आफ्नो मोबाइलको सेटिङ भन्दा यो ब्याक गर्नु होला। सबैभन्दा माथि ड्रप डाउन गर्नुहोस् र त्यहाँनिर तपाईँको लोकेसन भन्ने हुन्छ। लोकेसनलाई यसरी अन गरिदिनु होला। मेरोमा लोकेसन अन गरिसक्यो। त्यसपछि जियो पोइन्टलाई क्लिक गर्नुहोस्। एकछिन पर्खिनु पर्ने हुन्छ। यसको 5 मिटरभन्दा कम एक्युरेसी, 5 मिटरभन्दा कम आयो भनेपछि अटोमेटिक ओके हुन्छ। तबसम्म चाहिँ पर्खिनुहोस्। मेरोमा लोकेसन आइसकेको छ, जियो लोकेसन, र यो सिरियल नम्बर केही गर्नु पर्दैन, अटोमेटिक आउँछ। र सेवाग्राहीको नाम, थर, नाम र पुरा नाम र थर चाहिँ राख्नुपर्ने छ। मैले उदाहरणको लागि हिमान मगर भनेर लेखेँ है त। अब जाति कोड छान्नुपर्ने छ। त्यसपछि लिङ्ग पुरुष, मोबाइल नम्बर इङ्ग्लिसमै हुनुपर्ने छ। 98653214। 10 अङ्कको हुनै पर्नेछ मोबाइल नम्बर। र सेवाग्राहीको शैक्षिक योग्यता यहाँ लेख्न सक्नुहुनेछ।
सेवाग्राहीको पेसा के हो छान्नु पर्नेछ। तौल र उचाइ नाप्नुहुन्छ भनेपछि यस गर्नुहोस्, अन्यथा नो गर्नुहोला। तौल केजीमा राख्नुपर्नेछ। मैले इक्जाम्पलको लागि 65 केजी लेखेँ। उचाइ नर्मली अब हामीहरूले सेन्टिमिटरमा लिने गर्दछौँ। जस्तो 165 सेन्टिमिटर भयो भनेपछि तपाईँले त्यसलाई मिटरमा लेख्नलाई 1.65 मिटर भनेर लेख्नु होला। तपाईँको रगतमा ग्लुकोजको मात्रा, पिसाब परीक्षण तथा रक्तचाप जाँच गर्न मन्जुर हुनुहुन्छ भनेको छ। यदि मन्जुर हुनुभयो भने मन्जुर छुमा क्लिक गरिदिनुहोस्। र त्यस पछाडि कुनै रोगको नियमित रूपमा औषधि सेवन गर्ने गरेको छ भनेपछि जस्तो दीर्घ रोगहरू सम्बन्धी कुनै रोगहरूको औषधि सेवन गर्ने रहेछ भनेपछि यस भनेर चाहिँ गर्नुपर्नेछ। कुनै रोगको औषधि नियमित सेवन गर्ने गरेको भने कुन रोगको हो भनेर, जस्तो चाहिँ उच्च रक्तचापको हुनसक्छ। उच्च रक्तचाप अब यसमा चाहिँ रगतको नमुना सङ्कलन गर्दाको अवस्था भनेको अब खाना खाएको कति घन्टा भयो त्यही अनुसारले चाहिँ छान्नुपर्ने हुन्छ। फास्टिङ यदि 8 घन्टाभन्दा बढी खाली छ भनेपछि फास्टिङ। पोस्ट प्र्यान्डियल 2 घन्टा भइसकेको छ खाना खाएको, अथवा अन्य जुन कुनै बेला पनि गरेको छ भनेपछि चाहिँ लिनुपर्ने हुन्छ। मैले चाहिँ पोस्ट प्र्यान्डियल भनेर चाहिँ सिलेक्ट गरेँ। अब यसमा चाहिँ रक्तचाप, सिस्टोलिक रक्तचाप चाहिँ लेख्नुपर्ने हुन्छ। नर्मली ब्लड प्रेसरमा चाहिँ 120/80 भनेर भन्छौँ। 120 जुन चाहिँ हाई रक्तचाप हुन्छ त्यसलाई चाहिँ माथिको हाईलाई सिस्टोलिकलाई चाहिँ यहाँ लेख्नुपर्ने हुन्छ। जस्तो 120 भनेर लेखिदिएँ मैले। रगतमा चिनीको मात्रा भनेर नर्मली पोस्ट प्र्यान्डियलमा 140 135 भनेर लेख्दै अब कति छ त्यो मात्रा अनुसार तपाईँहरूले राख्न सक्नुहुन्छ। रक्तचाप डायस्टोलिक छ, फेरि डायस्टोलिक चाहिँ अब 80को आसपासमा भएको रक्तचाप राखिदिनु होला। त्यसै गरी पिसाबको नमुना प्राप्त गरेको हो कि नगरेको होइन त्यो राख्नुपर्ने हुन्छ। पिसाबमा प्रोटिनको मात्रा कति छ त्यो अनुसारले लेख्नु होला। सेवाग्राहीको उमेर भनेर चाहिँ कति छ त? सेवाग्राहीको उमेर 60 वर्ष भनेर मैले लेख्थेँ। कार्यक्रम सञ्चालन गरेको मिति कहिले हो जस्तो यो त्यही अनुसारले छान्न सक्नुहुन्छ डेट। यहाँनिर यस्तो किसिमको चाहिँ यो नेक्स्ट गरिसकेपछि एड सेवाग्राहीको विवरण र जाँच प्रतिवेदन भन्ने आउँछ। यसमा चाहिँ एड नगरी क्यान्सल गर्नु होला र स्वास्थ्य कर्मीको नाम, आफ्नो नाम चाहिँ राख्नु होला। पद के हो राख्नु होला। मोबाइल नम्बर इङ्ग्लिसमै राखिदिनुहोस्। र स्वास्थ्य कर्मी नाम र पद यिनीहरू राखिसकेपछि एड गर्नुभन्दा पनि क्यान्सलै गर्नु होला। र त्यस पछाडि फाइनलाइजमा क्लिक गर्नु होला। र फर्स्ट फर्म हामीहरूले फर्म भरिसकेका छौँ। यसै गरी अरू फर्म चाहिँ स्टार्ट न्यू फर्ममा गएर भर्नु होला। मैले यति नै देखाएँ र त्यसपछि सबै त्यो दिनको भरेको फर्महरू रेडी टु सेन्डमा गएर क्लिक गर्नुहोस्, रेडी टु सेन्ड बटनमा। र त्यहाँ भएका सबै फर्महरू सिलेक्ट अल गर्नुहोस् र सेन्ड सिलेक्टेड भनेर चाहिँ क्लिक गर्नु होला। र सेन्ड सिलेक्टेड
गरिसकेपछि त्यो फर्महरू सर्भरमा जान्छ। यसरी चाहिँ हामीहरूले एनसिडीको डाटा कोबो टुलबक्समा भरेर हामीले प्रोभिन्समा चाहिँ डाइरेक्टली पठाउन सक्छौँ। यदि कुनै समस्या भएमा सिधै स्वास्थ्य कार्यालयमा सम्पर्क गर्नुहोला। हस्त, धन्यवाद।